सोह्र साथीहरू म आफ्नो यहाँ फेसबुक ओपन गरिहाल्छु र यहाँ मेरो अर्को अकाउन्ट खोल्छु म। यो मेरो एउटा फेक अकाउन्ट जस्ट तपाईँलाई सो गर्नको लागि। सो यहाँ हेर्न सक्नुहुन्छ तपाईँले मैले अहिले यो आइडीमा केही पनि इन्स्टाग्राम लिङ्कहरू केही पनि राखेको छैन। यहाँ मैले जिरो इन्फर्मेसन राखेको छु। सो अब तपाईँले आफ्नो इन्स्टाग्राम प्रोफाइलको लिङ्क एड गर्न छ भने कसरी गर्ने, जस्ट तपाईँले एउटा अप्सन हेर्न सक्नुहुन्छ एडिट पब्लिक डिटेल्स। यसमा दबाउनु होला, यसमा जानु होला एडिट पब्लिक डिटेल्समा र यहाँ गइसकेपछि अलि तलतिर आउनु होला र अलि तलतिर आएपछि यहाँ तपाईँले एउटा अप्सन हेर्न सक्नुहुन्छ तलतिर लिङ्क्स भनेर। सो यो जुन लिङ्क्स छ अब यहाँ साइडमा एउटा एड बटन पनि छ। सो अब तपाईँले यो लिङ्क्सको यो जुन एड बटन छ यसमा दबाउनु पर्यो, यसमा दबाइदिनु होला र अब यहाँ तपाईँले हेर्न सक्नुहुन्छ तलतिर अझ एउटा अप्सन एड अ न्यू लिङ्क। सो अब तपाईँले यो एड अ न्यू लिङ्कमा दबाइदिनु होला र यहाँ एड न्यू लिङ्कमा दबाइसकेपछि यहाँ तपाईँले हेर्न सक्नुहुन्छ यहाँ थुप्रै अप्सन्सहरू रहेका छन्। सो हामीलाई चाहिँ अहिले इन्स्टाग्राम प्रोफाइलको लिङ्क एड गर्न छ। अगर तपाईँलाई टिकटक एड गर्न छ भने टिकटक गर्नुहोस्, युट्युब गर्न छ भने युट्युब गर्नुहोस्, थ्रेड्स यताउता जे पनि छ त्यो गर्नु होला जे चाहिएछ। मलाई चाहिँ अहिले इन्स्टाग्राम चाहियो। सो म यहाँ इन्स्टाग्राम यो जुन सेकेन्ड नम्बरको छ यसमा दबाउँछु र अब तपाईँले यहाँ आफ्नो इन्स्टाग्रामको युजर नेम हाल्नुपर्छ। प्लेटफर्म हामीले यहाँ इन्स्टाग्राम सिलेक्ट गरिसकेका छौँ। अब जस्ट तपाईँ के गर्नु पऱ्यो भनेपछि तपाईँ आफ्नो इन्स्टाग्राम खोल्नुहोस् अब र अब चाहिँ आफ्नो प्रोफाइलमा आउनुहोस् र यहाँ प्रोफाइलमा आइसकेपछि यो चाहिँ मेरो इन्स्टाग्राम प्रोफाइल यहाँ हेर्न सक्नुहुन्छ। यहाँ तपाईँले जुन यो छ युजर नेम यो तलतिरको नेम हो र यो माथिको चाहिँ युजर नेम यो जुन छ देखाइरहेको छ यो चाहिँ होइन, तपाईँले यो जस्ट तपाईँको एउटा नेम जम्मा हो। यो असली चाहिँ रियल भनेको यो माथिको युजर नेम यो हो गाइज इम्पोर्टेन्ट। सोहेल रहमान अली यो चाहिँ मेरो युजर नेम रहेको छ इन्स्टाग्रामको। हामीलाई यो जुन माथिको छ माथिकै हेर्ने हो, यो तलको होइन। र अब म ब्याक जान्छु र अब तपाईँले त्यही युजर नेम आफ्नो इन्स्टाग्रामको युजर नेम जे छ त्यही चाहिँ हाल्नुपर्छ। यहाँ यति पनि मिस्टेक गर्नु हुँदैन। सरी यो मेरो क्यापिटलमा पनि छैन, स्मलमै छ स्मल, अनि यो अलीको पनि ए चाहिँ क्यापिटल होइन स्मल गराउने। र तपाईँले हेर्न सक्नुहुन्छ मैले आफ्नो इन्स्टाग्रामको युजर नेम एकदम प्रोपरली फिल गरिसकेँ। सोहेल रहमान अली म फेरि एकचोटि रिचेक गरेर आएको छु यहाँ पनि। सो ल ठिक छ, मैले डबल चेक गरिसकेँ र यो मेरो इन्स्टाग्रामको युजर नेम एकदम सही छ। अब म के गर्छु भनेपछि यो जुन सेभ बटन छ तलतिर आइरहेको छ यो सेभ बटन, यो सेभमा अब दबाइदिनु होला, क्लिक गर्नु होला र यो सेभ गरिसकेपछि भयो। यहाँ हेर्न सक्नुहुन्छ योर लिङ्क हेज बिन एडेड टु योर फेसबुक प्रोफाइल। सो म अब ब्याक जान्छु, ब्याक र अब म फेरि फेसबुकलाई ओपन गर्छु है त। मैले यहाँदेखि ब्याकग्राउन्डदेखि फेसबुकलाई हटाइदिइसकेँ। अब म फेरि आफ्नो फेसबुक एपलाई ओपन गर्छु र अब म फेरि आफ्नो अकाउन्टमा पनि जान्छु। सो यहाँ तपाईँले हेर्न सक्नुहुन्छ म आफ्नो अकाउन्टमा आइसकेँ र यहाँ देखाइरहेको छ सोहेल रहमान अली भनेर, अनि साइडमा यो इन्स्टाग्रामको लोगो पनि छ आइकन, मेरो इन्स्टाग्राम प्रोफाइल सोहेल रहमान अली। अब म यो लिङ्कमा जस्ट ट्याप गर्छु है त, यो लिङ्कमा दबाउँछु म, फेरि मैले दबाएँ र अब म सिधै मेरो यो इन्स्टाग्राम प्रोफाइलमा जान्छु। यो हेर्न सक्नुहुन्छ मेरो इन्स्टाग्रामको प्रोफाइल पनि आइसकेको छ। सो यसरी नै तपाईँले पनि आफ्नो फेसबुक प्रोफाइलमा सजिलैसँग आफ्नो इन्स्टाग्राम अकाउन्टको युजर नेम अथवा लिङ्क एड गर्न सक्नुहुन्छ, राख्न सक्नुहुन्छ।